बिर्सेर पनि फेरि सम्झेर बनाएको यो पटहरू यो चाहिँ एकजना सिस्टरसँग चाहिँ मेरो वाट्सएपमा पुरै बात भयो अनि उहाँले आफ्नो अर्डर पनि मलाई टिपाउनु भयो वाट्सएपमा अनि मैले पनि उहाँलाई तयार गरिदिन्छु भनेर डेट दिएँ अनि पछि चाहिँ नोट गर्नु बिर्सेछु अनि हाम्रो वाट्सएपको त्यो मेसेजहरू पनि डिलिट भएछ कि अनि पछि 1 महिना बादमा चाहिँ उहाँले मलाई कल गरेर मेरो पट्टीहरू तयार भयो भनेर कल गर्नुहुँदा त म छक्क परिरहेको कि अनि मैले त बिर्सिरहेको रहेछु कि अनि फेरि ला मैले त बिर्सेछु हजुरको नोट गरिनँ अनि मैले नोट गरेको चाहिँ हेर्दै भन्दै गरेँ तर उहाँको चाहिँ नोट पाएको रहेछ अनि त्यो भएर मैले तयार गरिनँ नि त अब चाहिँ छुट्यो भनौँ न अनि के गरौँ त अब भने मैले ठिकै छ तपाईँले नोट गर्नु बिर्सिनु भएछ म वेट गर्छु र पनि अब अझै 1 महिना पर्खिन्छ अनि म पनि 1 महिनाभित्रमा चाहिँ मलाई तयार गरिदिनुहोस् न भन्नुभयो अनि त्यही अनुसार चाहिँ मैले 1 महिनाभित्र चाहिँ फेरि मैले दिएको डेटमा चाहिँ उहाँको पट्टी चाहिँ तयार गरिसकेको छु अनि थ्याङ्क यू उहाँ सिस्टरलाई अनि धेरै समयसम्म पनि पर्खिदिनु भएको छ होइन पर्खेर उहाँहरूले चाहे जस्तै मैले पट्टीहरू पनि तयार गरिसकेको छु अनि हजुरहरूले पनि यो प्रकारको पट्टीहरू चाहिँ क्यारी गर्न चाहनुहुन्छ भने चाहिँ मलाई बजेट